अनि आज क्लाइमेट चाहिँ ओभर ओपी दामी भएको छ एकदम रोमान्टिक क्लाइमेट भएको छ यस्तो गुड गुड 2-4 हजार बोकेर गीत त मिलेन होला राइम पनि मिलेन होला तर इट्स ओके जोडी हुनु पर्यो दुईटा किन्नलाई 10 रुपियाँ घाटा लाग्दैन हेलो एभ्रिवान एन्ड वेलकम ब्याक टु द न्यू भिडियो के छ त तपाईहरुको खबर आई होप सबैजना सन्चै हुनुहुन्छ होला है साउन्ड लागेको छ अनि वर्ल्ड कपको आज चाहिँ फाइनल हो है फाइनल डे अर्जेन्टिना भर्सेस स्पेन अब कसले जित्छ चाहिँ भरे बेलुका राति 1:45 कि 2:45 देखि पछाडि मात्र थाहा हुन्छ सो तपाईहरुले चाहिँ भिडियो कहिले हेर्दै हुनुहुन्छ म कहिले अपलोड गर्छु प्लिज लेट मी नो इन कमेन्ट सेक्सन अनि कतिजनाले चाहिँ भनिरहेको थियो कि कपाल किन पालेको भनेर अनि मेरो कपाल चाहिँ रिजन छ मैले कपाल पालेको चाहिँ 2083 देखि मैले कपाल काटेको छुइनँ है चैतमा मात्र काटेको थिएँ लास्टचोटि कपाल अनि के रिजन छ पालेको कपाल चाहिँ तर आज चाहिँ म यो साइडको चाहिँ अलिक छोट्याउन जान लागेको छु कि किनकि यो कपाल जब बान्न मिल्छ तब म त साइडको पाल्नु पर्यो भनेर कपाल चाहिँ ओभर बाक्लो छ मेरो अहिलेसम्म चाहिँ कसैको कानमा नपुगो चाहिँ आँखा नलागोस् कसैको अनि आज यो मेरो र्यान्डम भ्लग हो दिनचर्या कस्तो हुन्छ भनेर चाहिँ म अब निस्किन्छु अनि तपाईहरुलाई देखाउँछु प्लिज लेट मी नो इन कमेन्ट सेक्सन ल कस्तो लाग्छ तपाईहरुलाई भ्लग किनकि धेरै जसले कमेन्टै गर्दैन यार कमेन्ट गरौ न यार रिच अलिकति राम्रो जान्छ नि दाइको ल निस्किम अब मेरो मायालुमा मेरी मायालुमा चाहिँ मैले अस्तिको दिन पेट्रोल हालेको थिएँ 700 को गएको थियो फुल छ ट्याङ्की चाहिँ लेट्स गो अब म सुरुमा जान्छु सचिनकोमा किनकि सचिनलाई मैले अघि भनेको चाहिँ रेडी भएर बस भाइ तेरो दाइ आउँदैछ तँलाई पिकअप गर्नलाई सलुन जानुपर्छ भनेर उसँग सलुन जान लागेको अब म सलुन चाहिँ कहाँ जान्छु भनेर म आई विल लेट यु नो एभ्रीवन कता जान्छु भनेर मेरो घरतिरको बाटो अझै बनेकै छैन यस्तै छ झुर अनि आज क्लाइमेट चाहिँ ओभर ओपी दामी भएको छ एकदम रोमान्टिक क्लाइमेट भएको छ सिङ्गल मान्छेहरूलाई त बालै भएन होइन यस्तै हो जिन्दगी सचिन आउन साथी तल यत्रो 4 तले घरमाथि बसेर 1 तला 2 तला 3 तला 4 तला माथि यसो गरेर त घाँटी पनि दुख्ने रहेछ यार बट के हो मेरो भाइ यत्रो टाइम नलगाउ न हो तिमी रेडी हुनलाई सुक्ना भएर हो म त मेसेज गरेँ अनि निस्केर आइहाल्यो नि त को मुला मुख देख्थिनँ अरे दिउँसोको 1 बजे साथीहरू यो नेपालमा बसेर युकेको टाइममा उठ्ने गर्छ यो लेभलको बेरोजगार हुनु त नै जिन्दगीमा म पनि छु तर यो लेभलको चाहिँ अलिक छुइनँ म यो चाहिँ आफै निकाल ल प्रिन्स ट्रिटमेन्ट नदिने तिमी नदिनु तिमीलाई अब हामी जान्छौँ करमा सलुनमा कपाल काट्नलाई गरिब बनाउँछ यार त्यो सलुनले पनि सानो ओए 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 मैले हाने त परे पुग्यो त यार होइन आउँछ भाइदिनलाई ए हो कहाँ छिरो फेरि हान्दा रातिलाई साह्रै अब यतापट्टि हो हाम्रो सेवारो कम्प्लेक्समा तर हाम्रो स्कुटर चाहिँ आज यतापट्टि राख्नुपर्ने हुन्छ किनकि आज 3-4 गते हो अनि 3-4 गतेतिर चाहिँ एकतिर पार्किङ हुन्छ यहाँ 1 देखि 15 एकतिर पार्किङ अनि जानुपर्ने चाहिँ यहाँ हो टुमेरो क्याफे छ सेवारो कम्प्लेक्स त्यसको साइडमा कर्मा ब्युटी सलुन लेट्स गो साथीहरू क्याप्टेन अमेरिकाको लुगा लाएर कपाल काट्नु बसिरहेछ यो हैन सिगुर चाहिँ के भन्छ कुखुरा जस्तो बनाएर भन्न सिगुर त भाले हो नि यो काप्रेले सम्झी अरे फेरि सन्धि कट हो यो मात्र भन्नुतिर सन्धि कटै हुन्छ त्यस्तो नराम्रो भन्नु खोजेको होइन तर सन्धि कटै हो हो एकदम यसरी हेर्दा चाहिँ ठक्क क्या भाले जस्तै देखिने रहेछ स्टक क्लोज लुक हैन क्लोज लुक क्या
बाँच्न मात्र बाँकी छ ऊ भाले न And that's how I'm looking at साइडको कपाल चाहिँ हाँडी छ होला हो साइडको कपाल चाहिँ खासै धेरै छुट्याएको छैन कानदेखि अलिकति माथि मात्र एन्ड दिस इज मी यो चाहिँ यहाँ छ कपाल सबैले काटेर ड्राई फ्राई भइसक्यो अब चाहिँ निस्क्यौँ यहाँबाट अब यहाँ हातमै जाँदैछ क्या यहाँनिर अब यहाँ हेर मिस्टर एके आकाश राई उहाँले चाहिँ सलुन सिक्नु भएको थियो सलुनको कपाल काट्नु हेयर सेट गरिदिँदै हुन्छ यो तिमीको चाहियो कि टिकेको यति राखेर रोनाल्डो क्या रोहनलाई त पहिला त्यो चाइनिज मुभी आउँथ्यो नि त्यो जेट लिको अगाडि मात्रै कपाल तेरो हुन्थ्यो नाम त्यही अनि त्यो यस्तै हो यस्तो गर्ने के हो यस्तो अप्सन सोधेर हुन्छ के भन्यो यो? ए कोरियन देख्यो त मेरो कपाल हेरेर चाहिँ कहाँ कपाल काटिस् भाइ भनेको जस्तो देखिन्छ होला होइन यो त यसो मिलाएको क्या मैले बाटो बनाएको ओके ल कपाल सपाल काटिसकेपछि चाहिँ अब हामी मोमो खाना जान लागेको छौँ त्यहाँ भयो कर्मा ब्युटी सेलुन त्यसको अपोजिटमा ठ्याक्क रहेको हाम्रो केडी कम्प्लेक्सको चलिरहेको छ र मान्छे जङ्गली कुजिन अप्सिडी होइन नेपाली मुभी हो त्यो नेपाली मुभी हो आन्टीहरू हेरेर गौथली त्यसो साथीले मिलाउँछ है यस्तो यस्तो गर्नुपर्छ गुड नगरपालिका नगर प्रहरी बल्ल ठिक लाग्छ मलाई 500 रुपियाँ भान्तिरै हाल्नु पर्ने क्या यसलाई चाहिँ जङ्गली कुजिनमा चाहिँ मेन्टेनेन्स हुँदो रहेछ त रातिसम्म त केही भएको थिएन त के हो भाइले अर्जेन्टिना हारोस् भनेर मन्दिरै बनाउनु लागि क्या हो बेलुकासम्ममा मोमो चाउमिन स्यान्डविच अर्डर डन पानी पनि पानी त आइसक्यो त सकि पनि सक्यो आज मेरो खाना नखाने डाइटिङ चलिरहेछ बाहिरको फास्टफुड खाने यहाँ के बनाउँदै हो यहाँ रिनोभेसन गरेको यो सबै यो अहिले सबै यो अलिकति भिन्टेज देखाउनुको लागि क्या त्यो त गर्नु पर्यो अहिले यो स्यान्डविच खानु पर्ने हुन्छ म त जित रिसको उठ्छ जित्दा साह्रो लाउने यस्तो मोमो खानु पर्ने हुन्छ अहिले सक्छु मलाई दामी साढे 7मा 6:30 आउटमा भनेपछि यो 7:30 पाउँछ यो चाहिँ भेरिएन्ट अनुसार हो क्या कुन RTX 300 अब 26 को वर्ल्ड कप हुन भने अर्जेन्टिना साला ये दुख का खत्म नहीं होता बे चलते हैं दोस्तों हामीलाई ढिलो भइसक्यो भने नि दिउँसोभरि यहीँ बस्यो यार आधी घन्टा बसेको पनि ठिक हुन्थ्यो 45 मिनट बसेको पनि ठिक हुन्थ्यो 2 घन्टा जस्तो बस्यो यत्तिको बेरोजगार हो क्या यत्तिको बेरोजगार हो डेन्जर हो यार अन्त अघि हो नि साथी के गर्नु खाएपछि अघिन्छ नि होइन साथीहरू वाटरमेलनको जुस कहाँ चोकमा खानु चोकमा मायामा होइन तँलाई कहाँ म उयसमा लगाएको जुस सेन्टरमा नि ल जाइदिउँ न कति पर्छ जुस सेन्टरमा अन्डर 100 ए हो अँ। ठिकै छ अरूमा कहाँ जानु त यही हो नि मेरो स्कुटर अब हामी जान्छौँ चाटासँगले वाटरमेलनको जुस खानलाई कहाँ भन्दा त दमकको जुस सेन्टरमा है ठ्याक्कै चोकैमा छ अनि चाहिँ घर लाग्छौँ ल हामी बस्दिनौँ बजार ढिलो भइसक्यो घर जानलाई एउटा सिङ्गर फेरि च्यातेको च्याते छ पछाडि यहाँ रहेछ खरबुजा
60 रुपियाँ सानो ठुलो 100 रुपियाँ कुन खाने ठुलो अँ? ओके दाइ हामीले ठुलो गरिदिनु न दुईवटा वाटरमेलन एक्सक्युज मी अँ के अरे वाटरमेलन जुस खाँदैछौँ हो खाइसक्न लाग्यो मन अब वाटर चाहिँ छ जिउभरि मिलन चाहिँ कोसँग छ कहाँसँग छ थाहा छैन तर वाटरमेलन खाँदैछौँ हामी चाहिँ हो एकदम स्वाद आइरहेछ तर त्यस्तो पनि आएको छैन के आयो अनार जुस 200 350 पाइनएप्पल 100 ल अब चाहिँ हामी जुस टन्न खाएर पेट फुलाएर यत्रो बनाएर अब हामी जाँदैछौँ भाडा पसल होइन बाउन यो चाहिँ मेरो ढकाल साथी हो यसकै भ्लग हो मैले क्यामेरा मात्र बोकेको हो माइक पनि अनि माइक पनि यसको माइक पनि नयाँ हो अब हामी चल्दैछ गाई चल्दिम भाडा पसल अनि त्यस पछाडि दही पनि ल्याउनु पर्ने छ है यो चाहिँ हाम्रो दमकको राउन्ड एबाउट डाँफे दुईटा चढ माथि बसिरहेछ सरी अब यो कहिले भत्किन्छ थाहा छैन अनि हाम्रो गोल्डन गेटबाट चाहिँ दमक छिरिन्छ यहाँबाट चाहिँ दमक चप्पा चप्पा छिरिन्छ स्पेसली मार्केट एरिया है यस दमक बजार मान्छे छ 1000 घुम्नु आउनुपर्छ हामी लखर 2-4 हजार बोकेर गीत त मिलेन होला राइम पनि मिलेन होला तर इट्स ओके कज इट्स मी एन्ड माई मर्जी माई सङ माई लिरिक्स गेस वेयर वी आर गाइस हामी चाहिँ एक्चुअली यसको के किन्नलाई भन्दै थियो अघि गिलास किन्नको लागि अब गिलास चाहिँ कस्तो किन्छ थाहा भएन म एकैचोटि गिलास कस्तो किन्न देखाउँछु ल 320 मा आयो होइन एउटा लाँदाखेरि चाहिँ अब अलिकति 10 रुपियाँ बेसी नै पर्छ मैले अर्को खाले जोडीदार त 100 जोडीदार चाहिँ 300 कति भन्नुभयो हजुर जोडीदार चाहिँ 300 कति भन्नुभयो 20 मा 320 दुईटा लग न दुईटा लग किन लानु कसलाई दिने अरूले एउटा यो फुटो अनि त्यसले नहुने मान्छे पनि सिङ्गल ग्लास पनि सिङ्गल लाने हो त्यस्तै छ साथी क्यारेट्सहरू साथीहरू जोडी हुनु पऱ्यो दुईवटा किन्नलाई 10 रुपियाँ घाटा लाग्दैन बाहिर जान्छ यार गर्मीको लास्टै नै पाक गर्मीले पाक भरे देखाउँछ यार मेरो दिन यस्तै भइरहेछ गर्मीलाई फाँक भयो आज दिन पनि यसरी नै बित्यो केही नगरिकन बेरोजगारहरूको मिल्ता है ल ल गिफ्ट दे मुला मस्तसँगले ग्लास किनेर घर जानुपर्छ यार अब हाम्रो कति बजिसक्यो अब भनेको 4:35 भइसकेछ घर पुग्दाखेरि त्यस्तै 40 हुन्छ साथीहरू गएर बस्नुपर्छ